नबिल इन्भेस्टमा वान टाइम पर्चेस कसरी गर्ने? प्रक्रिया सुरु गर्नु अघि एउटा महत्त्वपूर्ण जानकारी। सार्वजनिक बिदा, शुक्रबार र शनिबारका दिन युनिट खरिद प्रक्रिया उपलब्ध हुने छैन। त्यसैले खरिद गर्दा यी दिनहरू बाहेकका दिनहरूमा मात्र गर्नुहोला। नबिल इन्भेस्टको नयाँ प्रणालीबाट तपाईले दुई तरिकाले म्युचुअल फन्डको वान टाइम पर्चेस गर्न सक्नुहुन्छ। पहिलो तरिका गेस्टको रूपमा लगइन नगरी। यदि तपाईले नबिल इन्भेस्टको सिस्टममा पहिले नै दर्ता गरिसक्नु भएको छ भने अब युनिट पर्चेस गर्न हरेक पटक लगइन गरिरहनु पर्दैन। सिधै वान टाइम पर्चेस गर्नको लागि यी प्रक्रिया अपनाउनुहोस्। सर्वप्रथम सिस्टमको होम पेजको टप बारमा रहेको बाई युनिट्समा क्लिक गर्नुहोस्। अब एउटा फारम खुल्नेछ। त्यहाँ तपाईले आफ्नो BOID जुन तपाईको डीम्याट खाताको आइडी हो त्यो प्रयोग गर्नुपर्ने हुन्छ। आफ्नो DP चयन गर्नको लागि DP ID वा BOID को पहिलो 8 अङ्क टाइप गर्नुहोस् र आफ्नो क्लाइन्ट आइडी जुन BOID को अन्तिम 8 अङ्क हो त्यो टाइप गर्नुहोस्। विवरणहरू सही भएपछि प्रोसिड बटनमा क्लिक गर्नुहोस्। अब अर्को फारम खुल्नेछ। त्यहाँ आफ्नो BOID विवरण पुनः जाँच गरी सही भएको पक्का गर्नुहोला। त्यसपछि तपाईले आफूले चाहेको स्किम छान्नु पर्ने हुन्छ र कति युनिट खरिद गर्ने हो सो युनिट अङ्कमा टाइप गर्नुहोस्। विवरणहरू रिभ्यू गरी बाई बटनमा क्लिक गर्नुहोस्। अब एउटा पपअप खुल्नेछ। त्यहाँ दिएको डेक्लरेसन ध्यानपूर्वक अवलोकन गर्नुहोस्। यदि तपाईले खरिद गर्न लाग्नु भएको रकम सिस्टमले तोकेको सीमा भन्दा बढी भएमा अनिवार्य रूपमा सोर्स अफ फन्ड खुलाउनु पर्नेछ। त्यसपछि आई अग्री एन्ड कन्टिन्यू बटनमा क्लिक गर्नुहोस्। अब खरिद विवरणहरू पुनः जाँच गर्नुहोस्, आफ्नो उपयुक्त पेमेन्ट मेथड छान्नुहोस् र कन्फर्म एन्ड पे बटनमा क्लिक गर्नुहोस्। भुक्तानी सफल भएपछि तपाईले सफलतापूर्वक गेस्टको रूपमा वान टाइम पर्चेस गर्नुभएको छ। दोस्रो तरिका सिस्टममा लगइन गरेर। यदि तपाईँ सिस्टममा लगइन गरेर खरिद गर्न चाहनुहुन्छ भने आफ्नो DP, क्लाइन्ट आइडी र पिन प्रयोग गरी सिस्टममा लगइन गर्नुहोस्। ड्यासबोर्डको बायाँपट्टि रहेको मेनुबाट बाई वान टाइममा क्लिक गर्नुहोस्। अब तपाईले उपलब्ध भएका सबै स्किमहरूको सूची देख्नुहुनेछ। आफूले लगानी गर्न चाहेको स्किम छान्नुहोस्। अर्को पृष्ठमा तपाईले उक्त स्किमको विस्तृत विवरण हेर्न सक्नुहुनेछ। सोही पृष्ठको दायाँपट्टि रहेको फारममा ड्रप डाउनबाट आफ्नो डीम्याट खाता छान्नुहोस्। अब आफूले खरिद गर्न चाहेको युनिट टाइप गर्नुहोस् र बाई बटनमा क्लिक गर्नुहोस्। अब एउटा पपअप खुल्नेछ। त्यहाँ दिइएको डेक्लरेसन ध्यानपूर्वक अवलोकन गर्नुहोस्। यहाँ पनि यदि खरिद रकम सिस्टमले तोकेको सीमा भन्दा बढी छ भने सोर्स अफ फन्ड खुलाउनु पर्नेछ। त्यसपछि आई अग्री एन्ड कन्टिन्यू बटनमा क्लिक गर्नुहोस्। अन्त्यमा खरिद विवरण पक्का गरी भुक्तानीको माध्यम छान्नुहोस् र कन्फर्म एन्ड पे बटनमा क्लिक गर्नुहोस्। भुक्तानी सफल भएपछि तपाईको वान टाइम पर्चेस प्रक्रिया सम्पन्न हुनेछ। थप जानकारीको लागि नबिल इन्भेस्टमा सम्पर्क गर्नुहोस्।